छैन। त्यति पनि शान्ति तानातानाहरूलाई आयो व्यवस्था गरेका दिन, हामीले राज्यको व्यवस्था आएको दिन, यो लोकतन्त्र ढलेको दिन जनताका बिचमा ल्याएर त्यति पनि जस्तो शान्ति तानातानालाई खाँदा गर्छ। आदरणीय जनसमुदायहरू, गणतन्त्र अस्ति हो, बजार चल्दैन, व्यापार चल्दैन, त्यहीको ऋण बढेको बढे, लघुवित्तको तनाव, त्यहीको तनाव आज राष्ट्र रहेन, राष्ट्रियता रहेन, हाम्रो पहिचानको धर्म रहेन। त्यसैले कटालीका राष्ट्रवादी साथीहरू, तपाईँहरू जागृत हुनुहोस्। कति दिन यी पार्टीका यी दलका झोला बोकेर बसिरहनुहुन्छ? छोडिदिनुहोस् पार्टीका झोला, यी दलालका झोलाहरूलाई त्यागिदिनुहोस्। राष्ट्रवादी आन्दोलनमा तपाईँहरू समाहित गर्नुहोस्। म तपाईँहरूलाई नारा गुणगान गराउँछु। साथीहरू उत्साहपूर्वक नारा लगाउँ। फेरि पनि तपाईँहरूलाई भने केटी ओली जस्ता शान्ति तानाशाहीका दिन धेरै टाढा छैनन्। ती दिन हामीलाई लिएर आउने हो। हामीलाई धेरैले भन्ने गरेका छन् बहुलाएको छ हो, हामी बहुलाएका छौँ। दुर्गा पर्साईहरूका मान्छे छुन्ने, राष्ट्रवादी नागरिकहरूलाई छुन्ने अनि हाम्रा 20जना साथीलाई काठमाडौँमा छान्ने, छानिस गोली पड्काउने, 2जना साथीहरूको हत्या गर्ने केटी ओली शान्ति तानाशाहीहरूसँग हिसाब किताब गर्छ। गाउँ गाउँबाट तपाईँहरू त्यो हिसाब किताब गर्न प्यार्नुपर्छ। हामीले भन्यौँ कुनै घटनामा छानबिन गर्न सत्य तथ्य न्याय छानबिन समिति गठन गरोस्। यो सरकार न्याय छानबिन समिति गठन गर्न तयार छैन। नागरिकलाई गोली हाल्ने, तानाशाही देखाउने अनि राष्ट्रवादी आन्दोलनमा शोषित मान्छेहरूको आन्दोलनलाई दमन गर्ने जुन केपी ओली चरित्र छ यसका विरुद्ध तपाईँहरू उठ्नुपर्छ। तपाईँहरू अब उदयपुरवासीहरू, कटारीवासी, राष्ट्रवादी प्रेमी, राष्ट्रप्रेमीहरू तपाईँहरू एकपटक जागिदिनुहोस्, जागिदिनुहोस्। दलहरूका झोला छोडिदिनुहोस्। यी दलहरूका झोला, यी पार्टीका झोला बोकेर काट्दैन। त्यसैले यो राष्ट्रवादी आन्दोलनमा समावेश गरौँ। हिन्दू राष्ट्र कायम गरौँ।